भनिदिनु त हामी चाहिँ बलि चढाउनको लागि हो हजुर सालीकोटा नम्बर 2 को बलि चढाउने कार्यक्रम संयुक्त चाहिँ घर यो पनि काट्नु पर्छ है यो पनि हो सती जाने प्रथा जस्तै उहाँ चाहिँ पहिले जानुहुन्छ अनि उहाँ जानु रम्बा चाउचौ कति राम्रो देखा छ हेलो एभ्रिवान नमस्ते वेलकम ब्याक टु आवर च्यानल तपाईहरुलाई गीता कुमार ब्लगमा स्वागत छ आई होप हजुर सञ्चारमा पनि हुनुहुन्छ होला आज धेरै दिन पछाडि मैले अर्को नयाँ भिडियो लिएर हजुरहरुको सामु आएको छु आई होप माया गरिदिनुहुन्छ भन्ने आश पनि राखेको छु अनि आज चाहिँ दशैं स्पेशल आज चाहिँ नवमी हेलो भन हेलो भन हेलो भन न अनि आज दशैं स्पेशल चलिरहेछ आज चाहिँ नवमी हो आज चाहिँ हामी कोटा जान्छौँ अनि हाम्रो टङरामवासीहरुको चाहिँ ठुलो चाड पनि भन्नको मतलब टङरामवासीहरुको चाहिँ स्पेशल चाड भनौं न आज चाहिँ कोटामा जान्छौँ अनि कोटा गएर चाहिँ राङ्गो काट्ने अनि कार्यक्रमहरु पनि चलिरहेछ रमाइलो गर्छौँ हामी अनि पहिलेको वर्षमा पनि हजुरहरुले देख्नु भएको थियो होला त्यही नै हो हुने तै पनि अहिले चाहिँ छुट्टै स्पेशल पनि हुन सक्छ हेर्नु होला कस्तो हुन्छ के हुन्छ हजुरहरुले हेर्नु होला सबै के रे झर्न देऊ नजाऊ के ल हेलो भन्देऊ न हेलो साथीहरु भन ल उठिरा के ल हेलो साथीहरु भन न लाज लाग्यो अनि आज वेदर हेर्नु न साथीहरु पछि कति राम्रो छ दशैं भाइब चाहिँ छुट्टै हुने के दशैं आयो भन्ने चाहिँ मौसमबाट पनि थाहा हुन्छ के है हेर्नु होला हामीले के गर्छौं हेर्नु न प्यागमा कति दामी देखिरहेछ हिमाल मेरो छोरीको चाहिँ यो हिमाल है यो चाहिँ हाम्रो आज चाहिँ कुल्यान पुज्ने यहाँ भाले चाहिँ रेडी भइसकेछ बाबा चाहिँ आउनुहुन्छ अब एकछिनमा यस्तो छ हो भ्यू चाहिँ दशैं भाइब्स चाहिँ छुट्टै हुने के हजुर मेरो छोरीले चाहिँ यहाँ त गीता रे मम्मालाई नि गीता भन्ने हो तिमी त ब्याड गर्ल म चाहिँ हाम्रो घरको यहाँ सुन्तला देखाउँछु हजुरहरूलाई ए लत्रम्म सुन्तला फलिरहेछ हाम्रो चाहिँ यहाँ नि त कति बाक्लो फलिरहेछ वाउ यहाँ कोदो रोप्नु भएको छ हाम्रो यहाँ चाहिँ रोड पनि छ ल हजुर हाम्रो रोड कति राम्रो देखा छ हजुर कति ब्याड भएको तिमी कति राम्रो भएको नि त हाम्रो रोड चाहिँ ए सुन्तला रटरम्म फलिरहेछ खान चाहिँ पाउने होइन म चाहिँ अब कुखुरा बनाउँछु है साथीहरु म अब पूजा चाहिँ गरिसक्यौ हामीले यो कुखुरा बनाउँछु म अब कुक कुक कुक
के गर्नु साथै अरू घरमा कोही नभएपछि आफै भए नि बनाउनु पर्यो। बाबालाई चाहिँ माथि नि गर्नुपर्ने पूजा अनि जानुभयो अनि मैले बनाएँ। राम्रो नै भएको छ। अलि लेट चाहिँ भयो तर राम्रो नै भएको छ। यतिको मैले बनाउँथेँ पहिल्यैदेखि बनाउन त ठिक छ राम्रो भएको छ। त्यो क्लिन बनाउने त हो राम्रो त बनाएको छैन। हामी चाहिँ रेडी भएर यहाँ आयौँ। अरू चाहिँ गइसके। हामी चाहिँ हाम्रो आउटफिट चाहिँ यस्तो छ। बिजक हरि बिजक नानीसँग हरि बिजक छ त्यही पनि हामी जान लागेछौँ। अरू चाहिँ सब जानुभयो। पुसै चाहिँ रोकिनु भएको रहेछ त मलाई भनेको कुलो बनाऊ मैले के जानु भएको रहेछ त भनेको के। लौ लौ के लुगाएको त्यहाँ ए अब हामी नि जान्छौँ। दिदी गइसक्यो हामी चाहिँ चाउचाउ खाँदै बल्ल हिँड्दैछौँ। हुन्छ बिचरा नानी बोकेर गाह्रो छ। नानीको आमाहरूलाई गाह्रो छ हजुर। रम्बा चाउचाउ हेलो यता हामीलाई पनि देखाउनुहोस् प्लिज। हामी नानी बोक्नु खै मेरो मोबाइल लिएको ब्युटिफुल गर्ल्सहरू कम ओके हेलो हेलो हामी चाहिँ नानी गानाहरू यो चाहिँ के खोला हो कसरी दिदी अगाडि गर्ने यसरी तर मेरो फेस नलिदिनु होला है त्यो यो अगाडि गरेको यो चाहिँ बलि दिने रागो ल यसको बारेमा भनिदिनु त हामी चाहिँ बलि चढाउनको लागि हो हजुर साबी पूजा नम्बर 2 को बलि चढाउने कार्यक्रम संयुक्त चाहिँ घर बाँकी कुरा छँदै छैन के को लागि चढाइन्छ बलि भनेको पुगुस आटेको बलि चाहिँ के को लागि चढाइन्छ हामीले प्रगति काट्छ धन्यवाद यो पनि काट्नु पर्छ है यो पनि हो एउटा चाहिँ सती जाने प्रथा जस्तै उहाँ चाहिँ पहिले जानुहुन्छ अनि उहाँ जानुहुन्छ
लगाउँछौ यसलाई त लगेर बनाऊँ होइन पहिला लगेर बनाऊँ त कानमा त नुन सकिलो नजाने कुना कुना जाने छोडेर जानु पर्यो यहाँ लिएर आउनु है अगाडि अगाडि हामी चाहिँ पछाडि पछाडि भन्ने कि अगाडि अगाडि हामी बच्चा खानाहरू हामी बच्चा खानाहरू अघि अघि टुकुर के भन्दै भन्नु न यो कुरा कति नम्बरको हो यो पुरा माथि माथि बस्नु आज मलाई त लाज लाग्यो कति नम्बर अब यसलाई आउँदैन मलाई त कति गर्मी भयो भाइ
ल ओ एमना मैले हेलो 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 जानु हजुर नै हल्ला यो बलेङ्ग्रा चाहिँ अब एकछिनमा काट्नुहुन्छ है के अरे बलेङ्ग्रा मलाई त्यो बाजेले बलेङ्ग्रा भन्नुहुन्छ है 5:19 यति महानुभावहरूले चाहिँ माथिबाट हेर्नु भएको छ है छोरा मोबाइल यहाँ राख्नु माग्नु पानी जानु नाच्नु क्या आफ्नो टोलको त यसो गरेर छैन नानी त लाउनु लाग्यो यहाँलाई कुरो गीत गाउने पनि त्यसले मार्छ कि मार्छ त्यसले मार्छ हान्छ हान्छ कि हान्दैन हान्दैन मेरो गाउँ सही रे हजुर यता चाहिँ बडो रमाइलो छ स्पेसल रमाइलो चाहिँ फुच्चेहरूको नाच्नुहोस् मजाले हो क्या रमाइलो गर्नुभएको छ हाम्रो गाउँको चाहिँ आउनु भएको छैन है
पल्ला आउनु भएको होला हाम्रो गाउँको चाहिँ हो कि अझ होइन त नि त नि हजुर त्यो ब्याग लगाइदिनु न मान्छेहरु मक्कै छ यता हेर त भाइ को आउ तिमी लाइभ अलि राम्रोसँग गर्छु के गर्छु ए लो हाम्रो ठुलो गाउँ जनताहरू चाहिँ यहाँ हुनुहुन्छ आउँदै हुनुहुन्छ नाच्दै हुनुहुन्छ
अलि के भयो नानी बसी
हजुरको हल्ला किन खिच्ने होला क्या फेरि पानी परेको अवस्था बच्चासँग बिचरा ए नानी पानी परेको चाहिँ अब सबैजना फर्किसक्नु भयो हेलो सिस भन न होइन म चाहिँ हेर्नु यहाँ चप्पलले नि ढोका दिएको छ खुट्टा दुई ढोका हिँड्नु परेको छ कसले लाउनु भन्नु त हजुरलाई त्यस्तो हो कि ए अँध्यारो हिँड्छ नि त यहाँभित्र त पुरा अँध्यारो यो मेरो मोबाइल कस्तो लाग्छ त नि बुक्का के बुट्टा के कस्तो लाग्छ एम्मी छ होइन बाहिर चाहिँ पानी आएर अब कस्तो लाग्छ बुट्टा मिठो छ बाहिर पानी आयो होइन हामी त बाहिर पानी आएन मिठो छ नि मिठो भएको नि यहाँ अमृता दिदी खाँदै हुनुहुन्छ फेरि बफमा चाहिँ पोर्क मिक्स भएको छ यहाँ पोर्क र बफ लड्न सक्छ यहाँ अमृताजी उहाँ कुसुम दिदीले चाहिँ नखाने रे उहाँ चाहिँ बिरामी हुनुहुन्छ यहाँ कालोले चाहिँ चम्चा चाहिरहन् है मेरो छोरी फेरि यहाँ केही नखाने रे सुतेको रे मलाई चाहिँ एक पाठी भात र पोर्क मासु मलाई यहाँ यमुना सिसको चाहिँ यहाँ उहाँ अब चाहिँ हामीले खान्छौँ साथीहरू आजको दसैँ होइन आजको के अरे कालरात्री के भन्छ आज कालरात्री होइन राङ्गो काट्ने दिनको स्पेसल राङ्गो काट्ने पोर्कसँग चाहिँ भात खाने होइन ल खानु एम्मी भुटान खाने पार्टीहरू एक थाल भुटान खाएर फेरि एक थाल भात एक थाल त भुटान छैन आधी थाल खानु हजुरले बाङ्गी देखाउनु नचोर्नु त अरूको डायलग लु जाम हेर्न जाम मैले त अघि अलिकति भिडियो त गरेको थिएँ मेरो भिडियो के कस्तो लाग्यो हजुरहरूलाई आफ्नो प्रतिक्रिया दिनुहोला तर पहिलेको जस्तो रमाइलो चाहिँ अहिले केही पनि भएन कस्तो उस्तै अहिले खासै रमाइलो चाहिँ भएको थिएन त्यही पनि हल्का रमाइलो गर्न खोज्यो यस्तै हो अनि आजको लागि मेरो भिडियो यति नै के कस्तो लाग्यो आफ्नो प्रतिक्रिया पनि दिन नभुल्नुहोला अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गर्नुहोला बाइ बाइ